त्यो मिकासा बहिनीले 130 वटा मोमो कसरी खान्छ यार अझ 200 वटा खान ट्राई गरिराख्छ यार मान्नै पर्छ म त सक्दिनँ हेलो साथीहरु नमस्ते तेलचो टिकमा हजुरहरुलाई फेरि पनि स्वागत छ आज चाहिँ मैले लिएर आएको छु 50 पिस मोमो च्यालेन्ज अहिलेसम्म 2 प्लेट भन्दा बढी कहिले पनि खाएको छैन मैले फर्स्ट टाइम ट्राई गर्न लाग्यो सब सेलाइसक्यो क्यामेरा सेटअप गरेर खानेकुरा हाल्दा हाल्दै सब सेलाइसक्दो रहेछ ल धेरै ल्याङल्याङ नगरिकन सुरु गरौँ है त यता कोक छ यता पिरो अचार यता यो तिलको अचार छ मोमो चाहिँ मैले 4 वटा प्लेटमा डिभाइड गरेर राखेको छु अब कति खान सक्छ हेरौँ हैन खान सकेन भने बाहिर जुनियर पर्खिरहेछ मेरो कुकुर उलाई मैले दिन्छु ल सुरु गरौँ है त सब सेलाइसक्यो यार कोक यता राख्दिउँ हातैले दिने हो भोक पनि डेन्जर लागिरहेछ दामी मिर्छ के गर्ने अचारलाई हातमा लिएर कत्रो ठुल्ठुलो मोमो यार 2 प्लेट भन्दा खान सक्दैन जस्तो लागिरहेछ 5 प्लेट लिएर बसेको छु के हुन्छ हेरौँ पिरो पनि खाइदिउँ न ओभर दामी छ ओभर मोमो चाहिँ पिरो यसो यहाँनिर हालिदिउँ अलिकति सबै त हुँदैन धेरै पिरो छ मोमो पनि कति मोमो फुटिसकेको छ फुटेको परेछ मान्छेहरूले मोमोलाई आधी आधी बनाउँदै खाँदै गर्छन् त्यसरी खाने हैन नि मोमो त एक बाइटमा खाने त्यसको जुसहरू टुक्राएपछि त जुसहरू सबै बगेर गइहाल्छ अनि टेस्टै आउँदैन क्या यो प्लेट हटेपछि बल्ल अलिकति सजिलो भयो यताबाट सुरु गरौँ त थाहा भइसक्यो धेरै खान सकिन्न छ मोमो खाने मान्छेहरू
टेस्ट चाहिँ बब्बालो छ, खान चाहिँ सकिँदैन होला। ल साथीहरू, मैले यतापट्टिको खाएँ, भिडियो रेकर्ड भइरहेको थियो, आफै स्टप भएर गएछ। यो यता क्यामेरामा देखिएको छैन, यो सानो प्लेटमा एक प्लेट 10 पिस थियो त्यो खाएँ, यसमा 12 पिस थियो त्यो खाएँ। यता नि बाँकी छ अझै, यता 14 पिस, कति 14 हो, 2 4 6 8 10 हो, यता 14 पिस, यता 12 पिस होला। 28 पिस चाहिँ मैले खान सकिनँ। मैले फर्स्ट टाइम जो 5 प्लेट मोमो चाहिँ अब कतिसम्म खान सक्छ भनेर ट्राई गरेको, अब 2 प्लेटमै हावा फुस्क्यो। अरू त चिसो पनि भयो क्या, त्यही भएर पनि धेरै खान सकिएन। अब भिडियो रेकर्ड भइरहेको थियो भनेर सुसी खाएको, एकजना साथी चाहिँ चाहिँदो रहेछ क्या, हेल्प गर्न लाग्यो, चेक गरिदिनुको लागि रेकर्ड भइरहेछ कि छैन भनेर। स्टप भएछ, अनि फेरि अहिले यहाँबाट फेरि कन्टिन्यू गरेको। अब खान सकेन, मैले गिभअप दिएँ। 5 प्लेट मोमो च्यालेन्ज 22 पिस खाएँ मैले जम्मा। अनि अब यहाँ लगभग 28 पिस जति हेर्दा छ। यो चाहिँ म तताएर अब बाहिर कुकुरहरूलाई दिन्छु। अब ल साथीहरू, हजुरहरूलाई भिडियो रमाइलो लाग्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। ल साथीहरू, आजलाई यति नै गरौँ है, फेरि भेटौँला है त, बाई बाई।